बालेनलाई नै प्रधानमन्त्री बनाउने भनेर रासोपाले केवल बोलेको मात्रै होइन, लिखित हस्ताक्षर सहित स्पष्ट निर्णय गरिसकेको छ। तर पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र केही मिडियामा रासोपालाई भड्काउने शैलीमा विभिन्न सामग्रीहरू आइरहेका छन्। मिडियाले रासोपाका नेताहरूलाई भेट्ने बित्तिकै प्रधानमन्त्री बालेन नै हो, साँच्चै हो जस्ता प्रश्नहरू सोधेर विषयलाई अनावश्यक रूपमा उचाल्ने प्रयास गरिरहेका छन्। जबकि रासोपाले आफ्नो स्पष्ट धारणा राखिसकेको छ, गरिसकेको छ। अर्कोतर्फ तत्काल रवि लामिछाने प्रधानमन्त्री बन्ने सम्भावना पनि छैन, किनकि उनी सहकारी प्रकरणको मुद्दा झेलिरहेका छन्। यही यथार्थलाई बुझेर रासोपाले सुझबुझका साथ बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने सहमति र उद्घोष गरेको हो। तर अहिले केहीले यो नेताले यस्तो भन्यो, यी नेता बोलेनन् भन्दै रासोपालाई भड्काउने र भ्रम सिर्जना गर्ने खालका कन्टेन्टहरू बनाइरहेका छन्। त्यसो त यो सत्य भन्दा हल्ला ठुलो देखिन थालेको समय हो, तर अन्ततः तथ्यले नै बोल्नेछ।